के तपाईले ब्लक भएको साइट खोल्न VPN प्रयोग गर्नुभएको छ? VPN प्रयोग गर्न कतिको खतरा छ? ब्लक भएको साइट कसरी खुल्छ? नमस्कार, यो भिडियोमा हामी बुझ्नेछौँ आइपी एड्रेस के हो, इन्टरनेटमा डाटा कसरी ट्राभल गर्छ, VPN ले कसरी काम गर्छ अनि त्यसको फाइदा र खतरा के छ। इन्टरनेटमा जोडिएको हरेक डिभाइसलाई एउटा नम्बर दिएको हुन्छ जसलाई आइपी एड्रेस भनिन्छ। यो तपाईको गाडी नम्बर जस्तै हो जसबाट गाडीको सम्पूर्ण विवरणहरू पत्ता लगाउन सकिन्छ। यसलाई हामी सजिलो इक्जाम्पलबाट बुझौँ। तपाईको गाडी घरबाट निकालेर बाटोमा चलाउनु भयो। बाटोमा ट्राफिक प्रहरीले तपाईलाई देखिरहेको छ। तपाई कुन बाटो हिँड्नुभयो र कहाँसम्म पुग्नुहुन्छ भन्ने ट्राफिकलाई थाहा छ। त्यस्तै यो हाम्रो इन्टरनेट हो जहाँ गाडी भनेको तपाईको डाटा, गाडी नम्बर भनेको तपाईको आइपी एड्रेस, ट्राफिक भनेको इन्टरनेट सेवा प्रदायक जस्तै ओर्लिङ सुविसु हो भनेर बुझौँ। कहाँको डिभाइसबाट कुन बाटो हुँदै डाटा कहाँसम्म पुग्यो भन्ने कुरा इन्टरनेट सेवा प्रदायकलाई थाहा हुन्छ। अब तपाईको घरबाटै सुरुङ खनेर सुरुङभित्रबाट गाडी चलाउनु भयो। सुरुङ मार्गभित्र हुँदै एउटा स्टेसनसम्म पुग्नुभयो। त्यो स्टेसनले तपाईको गाडीको नम्बर चेन्ज गरिदिन्छ र त सुरुङबाट गाडी बाहिर निस्केर खुल्ला बाटो हुँदै जहाँ जानुपर्ने हो त्यहाँ जान्छ। ट्राफिकलाई गाडी कता गयो, कस्तो गाडी छ, केही जानकारी हुँदैन। त्यसै गरी VPN प्रयोग गरेपछि टनलको प्रयोग हुने हुँदा इन्टरनेट सेवा प्रदायकलाई डाटा कताबाट आयो, कहाँसम्म पुग्छ भन्ने थाहा हुँदैन। यति चाहिँ थाहा हुन्छ टनल युज गरेर केही डाटा ट्रान्सफर भयो। के डाटा थियो, कुन बाटो गयो, केही थाहा हुँदैन। त्यसले गर्दा युजरको गोपनीयता कायम हुन्छ। त्यो टनललाई VPN टनल भनिन्छ र त्यो स्टेसनलाई VPN स्टेसन भनिन्छ। जुन वेबसाइटसम्म डाटा पुग्नुपर्ने हो त्यो वेबसाइटले डाटा कहाँबाट आयो भन्ने कुरा हेर्नु पर्यो भने पनि उसले फेरिएको आइपी एड्रेस देख्छ। साँच्चीकै डाटा कहाँबाट आयो भन्ने कुरा थाहा हुँदैन। के ब्लक भएको साइट पनि खुल्छ त? हो, खुल्छ। ट्राफिकले हेलमेट लगाउनै पर्छ भन्ने रुल लगाए पनि सुरुङ मार्गबाट जाँदा त्यो रुल लाग्दैन। त्यसैले आइएसपी अथवा इन्टरनेट सेवा प्रदायकले के खोल्न मिल्ने के नमिल्ने भन्ने रुल लगाए पनि VPN प्रयोग गरेपछि काम लाग्दैन र रोकिएका साइटहरू पनि चल्छन्। इन्टरनेट भनेको खुल्ला सडक हो। VPN भनेको सुरक्षित सुरुङ जसले तपाईको असली नम्बर प्लेट लुकाएर नयाँ नम्बर प्लेट सहित गन्तव्यसम्म पुर्याउँछ। तर यो पूर्ण सुरक्षित भने होइन। VPN स्टेसनलाई सबै कुरा थाहा हुन्छ, त्यसलाई विश्वास गर्नै पर्छ। अब 3 को VPN कतिको सुरक्षित हुन्छ कि हुँदैन त्यो आफै विचार गर्नुहोस्।